हेलो सम्पूर्णमा नमस्ते। जेनजेडको महान आन्दोलन पश्चात देशव्यापी रूपमा आन्दोलन पश्चात सफलता पाएकी 6 महिनाका लागि अन्तरिम सरकार डाक्टर सुशीला कार्कीलाई चयन गर्दै जाँदाखेरि मुख्य एजेन्डा प्रत्येक चुनावको थियो। नेपालको राजनीतिक भविष्य र नेपालको भविष्य सुधार गर्नको निमित्त प्रत्येक चुनावको थियो। तर आज आएर राष्ट्रको नाममा सम्बोधन गर्दै गर्दाखेरि उनले 7 बुँदेमा एउटा बुँदा यो अनुसारले पनि छुट्याएको छ। म प्रत्येक निर्वाचित प्रधानमन्त्रीको चुनाव गराउने हाम्रो कार्यक्रममा पर्दैन। त्यो अनुसारलाई खुलेर विरोध समेत गरेका छन्, आलोचना समेत गरेका छन्। धरानका मेयर हर्क साम्पाङले तपाईँले जेनजीको मर्मअनुसारले काम गर्न सक्नु भएन, राजीनामा दिनुहोस्। म उनीहरूको माग पुरा गरेर छाड्छु। म उनीहरूको माग एक एक गरेर पुरा गर्नेछु। उहाँको मलाई हिम्मत हेरेर मलाई सल्युट गर्न मन लाग्छ। जब जेनजेडको महान जनआन्दोलन हुँदै जाँदाखेरि काठमाडौँमा उनले प्रधानमन्त्रीका लागि पनि गएको थियो र यो अनुसारले पनि भनेको थियो कि म जुन अनुसारले देशमा ठुला नेताहरूले भ्रष्टाचार गरेका छन्, जनताको डाँट सिक्ने काम गरेका छन्, उनीहरूलाई म एक एक गरेर जेल कोच्ने काम गर्छु र सम्पत्ति शुद्धिकरण गरेर राष्ट्रको नाममा गर्नेछु। यो अनुसारले पनि गरेको थियो। यो अनुसारले हुँदै जाँदाखेरि आलोचना त्यो अनुसारले गरेका छन्। तपाईँहरूलाई कस्तो खालको यो भिडियो लाग्छ लाइक कमेन्ट गरेर सबैको माझ पुर्याउनु हुनको लागि म हार्दिक अनुरोध गर्दछु।